साथीहरू, वेलकम टु माई अनदर ब्लग। आज चाहिँ हामी भोजमा जानला हो। म चाहिँ तपाईँलाई त्यहाँको सानो सानो क्लिपहरू सेयर गर्छु है। अनि के साथीहरू, हामी चाहिँ जानलाई रेडी भएर आइसकेको छौँ। हेर्नु न, हाम्रो पप्पीले चाहिँ फेरि हाम्रो गाउँको कति छिटो थाहा पाउँछ भने बिचरा उसको घरमा बसेर के साथीहरू हामीले त हेरेरै थियो। अनि के साथीहरू, हेर्नु न यो काठमाडौँको जाम त है के भन्नु। फेरि आफूलाई के साथीहरू, जुन दिन ढिलो हुन्छ नि त्यतिखेरै जाम चाहिँ धेरै हुन्छ कि। ल साथीहरू, यो चाहिँ भक्तपुरको रोड है। अब कतिजनालाई त थाहा नै होला होइन यो भक्तपुर जाने रोड हो भनेर। अनि के साथीहरू, मलाई चाहिँ पहिल्यैदेखि फेरि यो भक्तपुर जाने रोड छ नि जुन यो बजारहरू एरिया भन्दा नि त्यो जङ्गलको एरिया त्यो चाहिँ एकदमै मनपर्छ कि। अब जङ्गलै त नभनौँ होइन, पनि जे होस् मलाई अब धेरै बिल्डिङहरू गाडीहरू नभएको ठाउँ शान्त ठाउँ चाहिँ असाध्यै मन पर्न थाल्छ कि साथीहरू। अनि के साथीहरू, अब कतिलाई त थाहा नै होला, थाहा नहुनेहरूकोलाई चाहिँ है यो बिल्डिङको नाम चाहिँ राधे राधे। अनि के साथीहरू, यो बिल्डिङ चाहिँ अब गोविन्दा छ नि इन्डियाको हिरो, उहाँहरूले बनाउनु भएको भन्ने कुरा चाहिँ छ होइन। तर रियलिटी चाहिँ के हो साथी हो त्यो चाहिँ थाहा भएन है। खोला तरेरै जाउँला उडेरै जाउँला नि जुरेलीसँग जुहारी गाउन मै पनि आउला नि लेखमा माथि गएर साथी हेर्दामा रमाइलो सबैको मुहार उजेलो देखे। अनि के साथीहरू, अब हामी चाहिँ आधी नै बाटो पुगिसक्यौँ। मेरो चाहिँ के फेरि साथीहरू भोकले पेटमा मुस्छ कुदिरहेछ। अब चाहिँ हामी भक्तपुर कृष्ण मन्दिर पुग्न लाग्यौँ साथीहरू। फेरि के साथीहरू, यो भक्तपुर साइडको घरहरू कस्तो रमाइलो लाग्छ है। बाटो चाहिँ हेर्नु न साथीहरू, इँटाको भएर होला कस्तो गाह्रो भइरहेको थियो कि गाडीमा त डङ डङ टाउको ठोकेर। एकछिन भक्तपुरमा निस्केछौँ साथीहरू। यो भक्तपुरको सिन रहेछ, कस्तो भोकबाल छ है। पकाउन अनि के साथीहरू, भोजको पनि अलिअलि क्लिप सेयर गरौँ भनेको। बिजी भएर के साथीहरू भोजको त भिडियो सुट गर्न पाएन, त्यही भएर भोज छिटो छिटो सकाएर के साथीहरू हल्का भक्तपुर मन्दिरको टुर गरेको है साथीहरू।